हेलो नमस्ते। तपाईहरु सबैलाई थाहा नै होला आज दराजमा 11/11 फ्ल्याश सेल आएको रहेछ। टक्नु म तपाईलाई हेराउन जान्छु। साच्चै नै हो कि फेक हो भन्ने कुरा थाहा पाइहाल्नुहुन्छ अहिले नै। हेर्न सक्नुहुन्छ 11/11 सेल स्टार्टिङ फ्रम 10th नोभेम्बर। आज 10 नोभेम्बर रहेछ। सिम्पली यहाँ क्लिक गरौँ हामी। टाइम चाहिँ आधी घण्टा जति बाँकी रहेछ स्टार्ट हुनको लागि। यहाँ चाहिँ धेरैवटा आइटेमहरु दिएको छन्। त्यसैगरी यहाँ हेर्नुहुन्छ प्राइसको ठाउँमा वाट लेखेको छ। ज्याकेटहरुमा प्राइस लेखेको छैन। यो OnePlus को फोन पनि दिएको छ। तल आउँदा यहाँ हेर्न सक्नुहुन्छ 11/11 सेल। यसलाई सिम्पली क्लिक गरेपछि यिनीहरु चाहिँ देखाएको रहेछ। यहाँ हेर्नुस् तल फास्टेस्ट फिंगर फ्ल्याश सेल डील एट 11 रुपीज। यो साच्चैमा 11 रुपीज चाहिँ होइन है, यो फेक हो। यहाँ हेर्नुस् म हेराउँदैछु तपाईलाई। यहाँ ग्रीन मेलोडी को बोटको स्पिकर छ। यहाँ हेर्न सक्नुहुन्छ ग्रीन मेलोडी को 11 रुपैयाँमा बोटको स्पिकर छ। यसलाई क्लिक गर्दा यहाँ हेर्नुस् यसको ओरिजिनल प्राइस 4499 रुपैयाँको प्रोडक्टमा 29% डिस्काउन्ट दिएर यतिमा चाहिँ आउँछ। यो 33 आवर टाइमर लिमिट लागेको छ। जुन तपाईहरुले हेर्नुभयो 11 रुपीज त्यो 11 रुपीज चाहिँ हैन है, यो फेक हो। बिजनेस गर्ने तरिका छन् यिनीहरुको कस्टमरलाई अट्र्याक्ट गर्ने। ओरिजिनल प्राइस तपाईहरु पाउन सक्नुहुन्छ 2194 रुपैयाँमा जब त्यो फ्ल्याश सेल स्टार्ट हुन्छ। माथि 11/11 लेखेर हेरेको छ। यहाँ भित्रतिर अर्कै प्राइस छ। अहिले म अर्डर गर्दैछु एकचोटी हेर्नुस् तपाई। यो याद राख्नुस् यो 3000 प्राइस। अहिले चाहिँ यो प्राइस हेराउँछ तपाईहरुलाई। यहाँ हेर्नुस् 3000। यहाँ हेर्नुस् तपाईहरु अहिले 3348 हेराउँदैछ। हल्का ब्याक गएपछि जब सेल स्टार्ट हुन्छ तब यो प्राइसमा मिल्छ 2194। 11 रुपीजमा चाहिँ मिल्दैन है। तर यहाँ पछाडी हेर्नुस् सुरुमा यहाँ 11 रुपैयाँमा हेराएको छ। यिनीहरु के भन्नु अब, कस्टमरलाई अट्र्याक्ट गर्ने तरिका हो। यो एउटा पनि 11 रुपैयाँमा मिल्दैन। सब बहाना हो 11/11। यसको ओरिजिनल प्राइस 3999 हो। सेल स्टार्ट भएपछि 1999 मा मिल्छ। 11 रुपैयाँमा मिल्दैन। तपाईहरु थाहा पाइ नै हाल्नुहुन्छ सेल स्टार्ट भएपछि। अझै के छ यहाँ ब्लुटुथ स्पिकर रहेको छ। यो मोनिटरको प्यानल रहेको छ 11। यसको ओरिजिनल प्राइस 17999 18000 भयो। पाउनुहुन्छ 1599 मा यानी कि 16000 मा। त्यस्तै गरी यहाँ एउटा घडी छ 11 रुपैयाँमा शो गरेको छ। यहाँ हेर्नुस् घडी। यसको ओरिजिनल प्राइस चाहिँ 1100 समथिङ छ। 4000 समथिङ छ। पाउनुहुन्छ 1124 मा। अझै कुन रहेको छ सस्तोमा। यहाँ हेडफोन हेर्नुस् 100 रुपैयाँमा। मजाक हो। बेवकुफ छैन कि यति पनि दराजवालाहरु। हामीलाई के सम्झेको छ। हल्का ब्याक गएको म। हेर्नुस् अल्टिमा थन्डरको स्पिकर 11/11 मा। अब यसलाई क्लिक गर्दा चाहिँ यो चाहिँ यसको ओरिजिनल प्राइस 34000 हो। डिस्काउन्ट मिलाएर 2499 मा छ र सेल स्टार्ट भएपछि 15099 मा मिल्छ यानी कि 16000 मा। 11 रुपैयाँमा 111 रुपैयाँमा मिल्दैन। यिनीहरु जस्तोलाई के भन्नु अब म। बाहिर लेख्छन् 11 रुपीज, भित्र लेखेपछि हाई छन्। यो हिटर पनि 11 रुपीज लेखेको छ तर यो पनि 11 मा मिल्दैन। यो पनि 11 रुपीज लेखेको छ। फिल्टर वाटर डिस्पेन्सर यो पनि 11 मा मिल्दैन। सब चुतिया बनाउँदैछ। हेर्नु नि एयरबड 11 रुपीज रे। थिचेपछि थाहा लाग्छ कतिको 1999 यानी कि 2000 मा। त्यहाँ लेखेको थियो 11 रुपीज। यहाँ हेर्नुस् ट्याबको ठाउँमा एउटा क्वेशन मार्क छ।
यसको मतलब यो 1000 मा पाउन सकिन्छ। यदि दराज 1111 सेल चलिरहेछ भने 1111 रुपैयाँमा मिल्नु पर्ने हो, तर यहाँ चाहिँ 24900 लेखेको छ। सब यो चुतिया बनाउँदैछ यिनीहरूले, केही मिल्नेवाला छैन 11000 हो। कोही पायो भने भिडियोमा कमेन्ट चाहिँ गर्नु है, मलाई त लाग्दैन 11 रुपैयाँमा यिनीहरू दिनेवाला छ। रेडमी वाच 5 11 रुपैयाँमा के हो यो? यसको प्राइस चाहिँ 4099 रहेको छ। यो हेर्नुस्, स्टार्ट इन 0 days 29 सेकेन्ड, आधी घन्टापछि स्टार्ट हुन्छ अनि यसको प्राइस रहन्छ 4699। अनि बाहिर लेखेको थियो कति रुपियाँ अरे? 1111 रुपियाँ थियो बाहिर। यो अल्वेलाको वाच अनि यो रक भाइबको वायरलेस हेडफोन केही मिल्दैन 11 मा, खालि बाहिरबाट मात्र लेखिदिएको छ 11 मा मिल्छ। प्राइस थिचेपछि थाहा लाग्छ तपाईँहरूलाई के हो। यहाँ हेर्नुहोस् 3700 को सामान 2445 मा मिल्छ। डिस्काउन्ट चाहिँ दरो दिँदैछ, तर त्यो भन्नुहुन्छ कि 11 रुपैयाँमा त्यो चाहिँ मिल्दैन। यहाँ हेर्नुहोस् 1111 मा 111 रुपैयाँमा होम थिएटरले। हेर्नुहोस् यहाँ प्राइस अब तपाईँहरू फोकसै गरेन हो क्यामेरा के हो। यहाँ हेर्नुहोस् 15000 को सामान 10500 मा मिल्छ, 11 रुपैयाँमा मिल्दैन। त्यसैले मक्ख नपर्नु होला 11 मा मिल्छ भनेर। सब बिजनेस आइडिया हो यिनीहरूको, साइकोलोजीसँग खेल्छ गाण्डुहरू। थन्डरबोल्टको यो ब्लुटुथ स्पिकर 1111 छ। यता फेरि यो अल्वेलाको वाट 1111 छ। चाहिँ कति छ हौ? यो आइफोनको चार्जर 1100 मारे लस चाहिँ गयो। यति साँच्चैमा 11 रुपैयाँमा दिन्थ्यो भने यिनीहरू लसमै जान्थ्यो, फिक्स चाहिँ हो। हेर्नुहोस् ग्रिन लिभको एयरबड 11 मा, हिटर 11 रुपैयाँमा।